नेपाल बैंक लिमिटेड एनबिआई को तह 3 कनिष्ठ सहायक यानि कि गोल्ड टेस्टरको सिलेबस लिएर आएको छु। गोल्ड टेस्टरको भ्याकेन्सी खोलिसकेको छ अहिले भर्खरै। तपाईको बागमती, कर्णाली, लुम्बिनी प्रदेश आदि जस्ता, गण्डकी प्रदेश आदि जस्ता प्रदेशहरूमा भ्याकेन्सी खोलेको छ प्रदेश वाइज। यसको इक्जाम भनेको तपाईको 3 चरणमा हुन्छ। फर्स्ट चरण, द्वितीय चरण र तृतीय चरण है। फर्स्ट चरणमा पास भइसकेपछि तपाईले द्वितीय चरण इक्जाममा प्रयोगात्मक परीक्षामा पार्टिसिपेट गर्न पायो। त्यो प्रयोगात्मक परीक्षा द्वितीय चरणको इक्जाम पास गरिसकेपछि मात्र तपाईले अन्तर्वार्ता यानि कि तृतीय चरणमा तपाई जान सक्नुहुन्छ, सम्मिलित हुन सक्नुहुन्छ। अब फर्स्ट चरण भनेको तपाईको लिखित परीक्षा हो। लिखित परीक्षामा सेक्सन ए, सेक्सन बी, खण्ड क, खण्ड ख गरी 2 खण्ड हुन्छन्। तपाईको जेनरल नलेज सेक्सन ए मा हुन्छ भने अनि सेक्सन बी मा तपाईको बैंकिङ, म्यानेजमेन्ट, एकाउन्टिङ एन्ड कस्टमर ह्यान्डलिङ भन्ने हुन्छ है। यो दुईटैको पूर्णाङ्क भनेको तपाईको 100 पूर्णाङ्कको उत्तीर्णाङ्क 40। जेनरल नलेजबाट तपाईको टिक लगाउने आउँछ। टिक लगाउने कस्तो आउँछ भनेपछि 20 प्रश्न 2 अङ्कका दरले 40 मार्क्सको टिक लगाउने आउँछ। अनि लेख्नेवाला रिटन इक्जाम चाहिँ तपाईको 12 प्रश्न आउँछ 5 अङ्कको 60 मार्क्सको। टिक लगाउने र रिटन तपाईको 2 घण्टाको समय अवधि हुन्छ। 2 घण्टामा तपाईले दुईटै खण्डहरूको इक्जाम लेख्नुपर्ने हुन्छ। प्रथम चरण पास भइसकेपछि तपाईको द्वितीय चरण आउँछ। यहाँ हेर्न सक्नुहुन्छ प्रयोगात्मक परीक्षा भनेको छ। यसमा इन्टरभ्यु भनेको छ। इन्टरभ्यु त होइन, यसो प्रयोगात्मक परीक्षा। इन्टरभ्युमा विभिन्न क्वेसनहरू सोध्छ, त्यो आउँछ। यसको पूर्णाङ्क भनेको तपाईको 50, उत्तीर्णाङ्क 25, 20 मिनेटमा तपाईलाई द्वितीय चरणको इक्जाम हुन्छ, प्रयोगात्मक परीक्षा। यो पास भइसक्यो, 2 नम्बरको द्वितीय चरण पास भइसक्यो, तपाईँ तृतीय चरणमा प्रवेश गर्नुहुन्छ। यसको भनेको अन्तर्वार्ता हो। यसको पूर्णाङ्क 20 पूर्णाङ्क हो, मौखिक रूपमा सोधिन्छ है। अब यहाँ अलिकति भनेको छ, यसको के भनेको छ भनेपछि बुदामा मल्टिपल चोइस तपाईको जीकेमा नेगेटिभ मार्किङ हुन्छ भनेको छ है। नेगेटिभ मार्किङ 3 महिना अगाडि संशोधन भएको कुरा लेख्नुपर्ने छ भनेको छ है। अनि प्रथम र द्वितीय पत्रको लिखित परीक्षा छुट्टा छुट्टै हुनेछ यहाँनिर लेखेको छ। यसको पाठ्यक्रम लागु मिति भनेको 2075 6 महिना 25 गते हो। नेगेटिभ मार्किङ यहाँ भनेको छ, हेर्न सक्नुहुन्छ। यहाँ 6 नम्बरको बुदामा के भनेको छ भने प्रथम चरणको परीक्षाबाट छनौट भएका उम्मेदवारलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराइनेछ र द्वितीय चरणको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई मात्र तृतीय चरणको परीक्षामा सम्मिलित गरिनेछ भनेको छ है। यो अलिकति इम्पोर्टेन्ट बुदा हो। अब यो ओभरअल सिलेबस के कति कस्तो कुराहरू आउँछ भन्ने सन्दर्भमा यहाँ प्रथम चरण लिखित परीक्षा भनेको छ। सेक्सन ए जनरल नलेज एन्ड करेन्ट अफेयर 40 मार्क्सको आउँछ। 20 वटा प्रश्न 2 मार्क्सका दरले 40 मार्क्सको। अब जेनरल नलेज जियोग्राफी तपाईको नेपालको भूगोलबाट आउँछ। इकोनोमिक, सोसियो कल्चरल एन्ड पोलिटिकल स्ट्याटसबाट आउँछ है। बेसिक नलेज अफ संविधानको तपाईको सामान्य जानकारी हुनु पर्यो। अनि हिस्टोरी अफ नेपाल, नेपालको इतिहास है। बैंक एन्ड फाइनेन्सियल इन्स्टिट्युसनको करेन्ट सिचुएसनहरू भयो। अनि तपाईको बैंक एन्ड फाइनेन्सियल इन्स्टिट्युसन एक्ट 2063 बाफियाको बारेमा पनि आउँछ यहाँ। बेसिक नलेज अफ कम्पनी एक्ट, कम्पनी एक्टको बारेमा नि सोध्ने भयो जीकेबाट। अनि बेसिक नलेज अफ गोल्ड एन्ड सिल्भरको बारेमा पनि सोध्ने भयो। 7 नम्बरको बुदामा भनेको छ कन्टेम्पोरेरी इस्यु अन इकोनोमिक, ब्याङ्किङ एन्ड पोलिटिक्स, स्पोर्ट्स एटिसी भनेको छ है। अब जीके भन्दा तपाईको यो खरेदार सुब्बाको जस्तो जीके आउँदैन। यसमा लबाट पनि जीके आउँछ तपाईको, बाफिया एक्टहरू, गोल्ड एन्ड सिल्भर, अनि तपाईको जियोग्राफी, हिस्टोरी आदि कुराहरू आउँछ। संविधानबाट पनि जीके आउने भयो। अब तपाईको सेक्सन बी मा भनेको छ बैंकिङ, म्यानेजमेन्ट, एकाउन्टिङ एन्ड कस्टमर ह्यान्डलिङ भनेर 40 मार्क्सको आउँछ सर्ट क्वेसनहरू। यसमा के भनेको छ, 1 नम्बरमा भनेको छ रोल अफ फङ्सन एन्ड अफ सेन्ट्रल ब्याङ्क, नेपाल राष्ट्र ब्याङ्कका फङ्सनहरू एन्ड कमर्सियल ब्याङ्कका पनि फङ्सनहरू भनेको छ है। क, ख, ग, घ वर्गका छन् नि जुन ब्याङ्कहरू, तिनीहरूको पनि काम कर्तव्य तपाईको बाफिया अनुसार लेख्नुपर्ने भयो तपाईले, नेपाल राष्ट्र ब्याङ्क एक्ट अनुसार। अनि बुक किपिङ एन्ड एकाउन्टिङ भनेको छ। बुक किपिङ एन्ड एकाउन्टिङ अब तपाईले इङ्ग्लिसमा पनि लेख्न मिल्यो। तपाईको इक्जाममा पेपर भनेको तपाईँ इङ्ग्लिस नेपाली दुईटै मिडियममा आउँछ। इङ्ग्लिसमा लेख्न मिल्यो, नेपालीमा लेख्न मिल्यो। होइन म हेडिङ इङ्ग्लिसमा लेख्छु, भित्र नेपालीमा लेख्छु भने त्यो पनि मिल्यो। 4 नम्बरको बुदामा भनेको छ ब्यालेन्स सिट, नेचर, पर्पज एन्ड इट्स प्रेजेन्टेसन भनेको छ। अनि लेटर अफ मेमो राइटिङ भनेको छ। मेमो राइटिङ तपाईँ टिप्पणीहरू लेख्नुपर्ने हुन्छ यसमा। कम्प्युटर इन्ट्रोडक्सन, विन्डो, माइक्रोसफ्ट एक्सेल, एमआइएसको बारेमा नि यसमा भनेको छ। गोल्ड एन्ड सिल्भरको बारेमा प्राइस, वेट, इम्पोर्टेन्ट, क्वालिटी, प्युरिटी यो तपाईँ स्क्रिनसट गरेर राख्नु होला। त्यहाँदेखि नै हेर्न सक्नुहुन्छ। नत्र भने म तपाईँलाई डिस्क्रिप्सनमा यसको लिङ्क राखिदिन्छु, त्यहाँदेखि पनि तपाईँले डाउनलोड गरेर हेर्न सक्नुहुन्छ है। 9 नम्बरको बुदामा भनेको छ ब्याङ्किङ अफेन्स एन्ड पनिसमेन्ट एक्ट 2064। अनि 10 नम्बरको बुदामा भनेको एन्टी मनी लान्ड्रिङ एक्ट
11 नम्बरको बुदामा भनेको छ ब्याङ्किङ हिस्टोरी अफ नेपाल, 12 नम्बरको बुदामा करेन्ट स्ट्याटस अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन इन नेपाल भनेको छ है। यो आउने भनेको ओभरअल तपाईँको सेक्सन बी रिटर्न एक्जाम 12 क्वेसनहरू यही 12वटा बुदाबाट 12वटा क्वेसन आउने भयो। रिटन एक्जाम केही छैन, सजिलो छ, तपाईँको धेरै सानो छ, अरू सेक्टरभन्दा यो एनबिआईमा धेरै सानो छ सिलेबस। अनि तपाईँको द्वितीय चरणमा प्रयोगात्मक परीक्षा भनेर दिएको छ, प्र्याक्टिकल इक्जामिनेसन। यसमा कोर्स आउटलाइन भनेर दिएको छ, गोल्ड एन्ड सिल्भर प्राइस भनेको छ, वेट इम्पोर्टेन्ट क्वालिटी एन्ड प्युरिटी अफ गोल्ड, टेस्टिङ मेथड अफ प्रेसियस मेटल गोल्ड सिल्भर इटिसी भनेको छ है, अर्नामेन्ट अफ गोल्ड एन्ड सिल्भर भनेको छ। यो प्र्याक्टिकल तपाईँको द्वितीय चरणको प्रयोगात्मक परीक्षामा। अनि नलेज अफ गोल्ड एन्ड सिल्भर लोन भनेको छ, गोल्ड एन्ड सिल्भर लोन भनेर 1 नम्बरको उदाहरण भनेको छ, योबाट पनि नलेज हुनु पऱ्यो तपाईँको। मार्जिन सेफ्टी सेक्युरिटी अफ गोल्ड एन्ड सिल्भर लोन भनेको छ, योबाट पनि तपाईँलाई नलेज हुनुपर्ने भयो। लोन डिड प्रोमिसरी नोट अफ गोल्ड लोन भनेको छ 3 नम्बरको उदाहरण, योबाट पनि तपाईँको नलेज हुनुपर्ने भयो। यो पछि तपाईँको यस सिलेबसमा भएको यति कुरा हो। यो पछि तपाईँको 20 मार्क्सको इन्टरभ्यू हुन्छ, इन्टरभ्यूमा पास भएपछि तपाईँले नेपाल ब्याङ्क लिमिटेडमा जागिर खानुभयो, सिफारिस हुनुभयो, जुन प्रोजेक्टमा भर्दै हुनुहुन्छ त्यो प्रोजेक्टमा तपाईँले जागिर खान सक्नुहुन्छ है। यो पछि म तपाईँको तह 4 तह 6 को लागि पनि सिलेबस लिएर आउँछु र यो नेपाल ब्याङ्क लिमिटेडमा कसरी फर्म भर्ने भन्ने सम्बन्धमा भिडियो एउटा ट्युटोरियल भिडियो बनाएर ल्याउँछु। तबसम्मको लागि हाम्रो यस च्यानलमा जोडिनु होला। हस्त, धन्यवाद।